दुनियाँको नजरै ढाल्दिन्छु बागलुङको हिरोलाई पार्दिन्छु खोली बगर हो बागलुङमा नजर लाऊ एकै नजरमा कस्तो भयो दिनैको गन्ती मेरो छाती ढुकढुके बढेछ बागलुङतिरैमा हो कालो नि चस्माले देखायो धमिलो हजुर खरानीको पानीमा चोबलेको नानी तिमी जस्तो जिन्दगानी मैले देखा छैन हजुर यो जिन्दगानीको कुनै अर्थ छैन हजुर कर्कलाको पानी आज छ भोलि छैन भन्ने जिन्दगीको एउटा लर्को लाग्दछ आजको एउटा जेनजी आन्दोलनले विद्रोह जन्माएको छ अब नयाँ नेतृत्व चयन हुनुपर्ने छ हाम्रो देश कंगाल भइसक्यो भ्रष्टाचार अनियमितता र व्यतिथि समाजमा विकृति विसङ्गतिहरू फैलिएका छन् हाम्रो समाज अझै पनि अगाडि बढ्न सकेको छैन हाम्रो समाजमा धेरै चुलबुले बानीहरूको विकास भएको छ आजका यिनी भ्रमहरूलाई निहाल्दाखेरि मैले एउटा पराकम्पन एउटा इकोसिस्टमका रूपमा एउटा माध्यम बनाएर अगाडि बढ्नुपर्ने कुरा बताएको छु हाम्रो देशका अग्रजहरू एवं तिनटा टाउकाहरूलाई ठेगान लगाउने एउटा विद्रोह समूहले गर्ने घोषणा गर्दछु आजको यस अन्तराल समय सापेक्ष निर्णायक भूमिका रहनुहुने निर्णायक मण्डल बुद्धिजीवी सर्वप्रथम अब तिहार आइसकेको छ तिहारमा के गर्नुहोस् भनेपछि अब झिलिमिली बत्ती बाल्नुहोस् मुखले मात्रै बोलेर हुँदैन एउटा व्यवहारमा परिवर्तन पनि गर्नु जरुरी छ आजको यस विनिमय शासन पद्धतिका प्रणालीगत रूपमा व्यवस्था शासन हाम्रो देशको सुशासनमा खलबली आएको छ हाम्रा देशका नेताहरूले खाली भ्रष्टाचार गरेर एउटा आतंकवादी जस्तो भावनालाई मध्यनजर गरेका छन् तर त्यो भोलिका दिनहरूमा नहोस् र अहिलेको जेनजी आन्दोलनले अब जेनजी विद्रोहका अब नयाँ नेतृत्वका सरकार बन्नु आवश्यक छ एउटा विकल्पमा हेर्दाखेरि नेपाल अब जेनजीको बाटोमा लागेको बुझिन्छ भने अर्कोतर्फ भण्डारा र भण्डाफोर गर्ने एउटा चोरतन्त्र लुटतन्त्र भएको छ तर यो समाजवादको क्षेत्रमा लोकतन्त्र जोगाउने एउटा कलम होइन यो लोकतन्त्रलाई ढाल्ने एउटा प्रयास भएको छ तपाईहरूले विश्वस्त रूपमा सोच्नुहोस् न अब युवा जागम न अँध्यारोबाट उज्यालोतिर लम्कनुहोस् न एउटा घरमा हुम्ला जुम्लाको कन्टेक्स्ट हेर्दाखेरि मैले सन्दर्भ चित्र केलाउँदाखेरि हुम्ला जुम्लामा अझै पनि बिजुली बत्तीहरू प्रशस्त मात्रामा गएको छैन हुम्ला जुम्लामा निकै समस्याले एउटा माकुराको जाला जस्तो फिजाएको एउटा यो हाम्रो समाज छ यसलाई तत्काल ठेगान लगाउने अब जेनजी विद्रोहले गर्नेछ जेनजी विद्रोह एउटा रिभोल्युसनरी क्रान्तिकारी मात्रै नभएर एउटा देशको हाँगो र जरासँग जुझ्ने एउटा कलाका रूपमा रहेको छ
आज म मौसम रेग्मीले कस्ता कुराहरू प्रतिक्रियाहरू देखाएको छु, तपाईले राम्रा कुरालाई व्यवहारमा उतार्नुहोस्, नराम्रा कुराहरूलाई जरैबाट ओखलेर फाल्नुहोस्। कस्ता कुराहरूलाई मध्यनजर गर्छु र कस्ता कुराहरूलाई मैले ठेगान लगाउँछु भन्ने कुरालाई तपाईँ विश्वस्त हुनुहोस्। अब के गर्ने त? यसो गरेर नि हुँदैन, उसो गरेर नि हुँदैन। अब देश कसरी बन्छ? लोकतन्त्रको पक्षमा कसरी जान्छ? एउटा चरा उडेर आकाशमा गयो, तिनी चराहरूलाई बादलले ढाकेर पतंगा जस्तै उडायो। अहिलेका जस्ता यिनी तीनटा टाउका छन्, यिनी तीनटा टाउका पनि हावामा उडेर एउटा धुवाँ मुस्लो बनेका छन्। यिनीहरूले किन राम्रो काम गर्न सकेका छैनन् भने यिनीहरू खाली आफ्नो पेट मात्रै पालेर म ठुलो ठाला हुँ भन्ने गलत मानसिकता यिनीहरूमा रहेको छ। हुन त त्यो कुराको एउटा टुङ्गो लाग्ने विषयवस्तु त होइन, तर चाहिँ आजकलका यिनी जेनजी आन्दोलनले गराएको यो एउटा विद्रोहले गर्दा अब हाम्रा जनताहरू, हाम्रा समाजका बुद्धिजीवी वर्गहरू अब सचेत भएका छन्। अब त्यो आन्दोलनले सिंहदरबार त जलाउनु पर्ने केही कुरा पनि थिएन, तर चाहिँ त्यो त एकदम नराम्रो विषयवस्तुमा केन्द्रित भयो। तर नेताहरूलाई ठेगान त लगाउने हो, तर चाहिँ नि त्यस्तो सिंहदरबार अरबौंको क्षति गर्ने एउटा मुहान एउटा सार्वजनिक सम्पत्तिहरूलाई हनन गर्ने चाहिँ गलत कुरा हो। यो कुरा त तपाईहरूले बुझ्नुहोस् न, कतिको यो सही हो कतिको गलत हो भन्ने। दुधको दुध पानीको पानी छुट्याउने कस्तो निर्णायक भूमिका खेल्न सक्नुहुन्छ भन्ने कुरालाई मैले मध्यनजर गर्न चाहन्छु। अब के छ कुरा भने अब देश सुध्रिन पर्छ। अब जेनजीले अब राम्रो ठेगान लगाउन सक्छ। प्रचण्ड जस्ता माओवादीका अध्यक्ष पदमा रहेका व्यक्तिहरू जेनजी आन्दोलनले गर्दा थुर कामेर डराएर संयोजक हुन बाध्य भए। के तिनी डराउने मान्छे हुन् र? तिनी त कहिल्यै पनि माओवादीको पालामा त नडराएर अरूलाई बरु धम्की दिने, डर त्रास दिने, अरूलाई भरम पार्ने व्यक्ति हुन्। तपाईले बुझ्नुहोस् न, त्यस्ता व्यक्तिहरू धाक लगाउने त लास्टमा गएर त गिर्नै पर्यो नि। लोकतन्त्रको पक्षको कुरा गरेर मात्र हुन्छ र? नेपालको संविधान पनि बनाउन पर्छ, संशोधन गर्न पर्छ, ऐन कानुनहरू के छन् त बुझ्न पर्छ। सांसदहरू, प्रदेशहरू, संघीय मामिला मन्त्रालयहरू यिनी सबै खारेज गर्न पर्छ। देशमा भएका ढुकुटीहरू, ऋणहरू कम गर्न पर्छ। तर अहिलेको यो जेनजी विद्रोहले के जन्माएको छ भने अब अर्थतन्त्र निकै डामाडोल भयो। अब हामीहरूलाई सत्तामा दिनुहोस्, हामीले राम्रो काम गर्छौं भनेका छन्। हुन त जुन जोगी आइनी कानै चिरेर लग्छ भन्ने उखान छ, तर चाहिँ आजकलका युवाले नै गर्छ भन्ने म विश्वास जनाउन चाहन्छु। तर सेतै कपाल फुलेका यिनी तीन टाउकाहरूलाई चरप्प उचाल्न नि सकिँदैन। संविधान विपरीत काम गरेका छन्, यिनीहरूलाई ठेगान लगाउन नि कसैले नि सकेन। यिनीहरू त ठुला ठाला धनाढ्य वर्गका व्यक्ति रहेछन्। यस्तालाई कसरी तपाईले ठेगान लगाउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। अब म मौसम रेग्मी युट्युब च्यानल अफिसियल च्यानललाई
कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया देखाउनु होला। अब म आजको लागि बिदा हुन्छु। हस्त नमस्ते, लाल सलाम।